कथाको सुरुमा एउटा परिवार देखाइन्छ जसमा 4 जना सदस्य छन्। कितैक, उनकी श्रीमती चङसुक, छोरी किजङ र छोरा कियो। उनीहरू सबैजना एउटा सानो र होसिलो बेसमेन्टमा बस्छन्। उनीहरूलाई आफ्नो दैनिक गुजारा चलाउन निकै नै धेरै सङ्घर्ष गर्नुपर्छ, किनभने उनीहरूको आर्थिक अवस्था एकदम नाजुक छ। उनीहरू सबै मिलेर पिज्जाको बट्टा पट्याउने काम गर्छन्, तर जीवन चलाउन र घर खर्च धान्न भने यो कामको कमाइले मात्र पुग्दैन। अब एक दिन कियोको एउटा साथी उसको घरमा आउँछ, जो उनीसँग युनिभर्सिटीमा पढ्थ्यो। उसले कियोलाई एउटा विशेष ढुङ्गा दिन्छ र भन्छ, यो मेरो बाजेले तिम्रो लागि दिनुभएको हो। कोरियामा यस्तो ढुङ्गालाई निकै शुभ मानिन्छ। जसको साथमा यो ढुङ्गा हुन्छ, उसले धन सम्पत्ति र समृद्धि पाउँछ भन्ने विश्वास छ। कियोले आफ्नो साथीलाई घरको आर्थिक अवस्था राम्रो नभएको कुरा बताउँछ, तब साथीले भन्छ, म पढ्नका लागि विदेश जाँदैछु। मैले ट्युसन पढाउने एउटी केटीलाई तिमीले इङ्ग्लिस ट्युसन पढाइदेऊ न। कियोले भन्छ, म त कलेज पनि जाँदिन, उसले मलाई किन काम देला र? साथीले भन्छ, म तिम्रो सिफारिस गरिदिउँला, अनि तिमीले आफ्नी बहिनीलाई एउटा नक्कली डिग्रीको सर्टिफिकेट बनाउनु भन्नु। उनकी बहिनी निकै आर्टिस्टिक हुन्छन्, त्यसैले उनले कियोको लागि एउटा दुरुस्तै देखिने नक्कली डिग्री बनाइदिन्छन्। यसपछि कियो ट्युसन पढाउनको लागि त्यो ठेगानामा पुग्छ। त्यो एकदम भव्य र आलिशान बङ्गला हुन्छ। त्यो घरमा बस्ने परिवारको नाम पार्क फ्यामिली हो। उनीहरूको परिवारमा 4 जना छन्, श्रीमान, श्रीमती र 2 बच्चाहरू, एउटा सानो छोरा र एउटा ठुली छोरी। ठुली छोरीको नाम डा है हो र कियोले उनलाई नै पढाउनु पर्ने हुन्छ। त्यो घरमा घरधन्दा सम्हाल्न र हेरचाह गर्न एउटी घरेलु कामदार महिला पनि हुन्छन्, जसको नाम मुनग्वाङ हो। उनी यहाँ लामो समयदेखि काम गरिरहेकी हुन्छन्। जब कियोले डा हैलाई पहिलो ट्रायल क्लास दिन्छ, तब उनकी आमा मिसेस पार्क पनि क्लासमा बस्छिन्। उनलाई कियोको पढाउने तरिका एकदम मनपर्छ र उनले कियोलाई काममा राख्छिन्। कुराकानीकै क्रममा कियोले थाहा पाउँछ कि उनीहरूको सानो छोरा दासङलाई पेन्टिङको निकै सोख छ। उनले छोराका लागि धेरैजना पेन्टिङ टिचरहरू राखेको थिइन्, तर कोही पनि 1 महिनाभन्दा बढी टिक्न सकेका थिएनन्। यत्तिकैमा कियोको दिमागमा एउटा आइडिया आउँछ। उनले सोच्छन्, किन आफ्नै बहिनीलाई यहाँको टिचर नबनाउने, किनभने उनकी बहिनीमा कलाको राम्रो ज्ञान थियो। उनले दासङकी आमालाई भन्छन्, मेरो एउटा कजनको क्लासमेट छ जो एकदम राम्रो आर्टिस्ट हो। उसले अमेरिकामा पढेकी हो। यदि हजुर भन्नुहुन्छ भने म कुरा गर्न सक्छु। दासङकी आमा यस कुरामा राजी हुन्छन्। अर्को दिन कियोले आफ्नो बहिनीलाई जेसिका नामको नक्कली परिचय दिन्छ र भेट गराउन लैजान्छ। उसले आफ्नो वास्तविक नाम भन्न मिल्दैन थियो, किनभने वास्तवमा नाम भन्दा उनीहरू दाजु-बहिनी हुन् भन्ने पोल खुल्थ्यो। अब किजङ, जो अब जेसिका बनेकी छिन्, त्यो घरमा दासङको आर्ट टिचर बन्छन्। उनले आफू आर्ट थेरापिस्ट पनि भएको नाटक गर्दै चलाखीपूर्ण तरिकाले मिसेस पार्कलाई पुरै इम्प्रेस पार्छिन्। यसरी यी दाजु-बहिनीले एउटै घरमा टिचरको रूपमा काम गर्न थाल्छन्। अब जेसिकाको पहिलो क्लास हुन्छ। त्यही समय मिस्टर पार्क, घरका मालिक र दासङका बुबा अफिसबाट घर आउँछन्। उनले आफ्नो ड्राइभरलाई जेसिकालाई घरसम्म छोडिदिन भन्छन्। ड्राइभरले उनलाई गाडीमा लिएर निस्किन्छन्। ड्राइभरले भन्छ, ढिलो भइसकेको छ, म तिम्रो घरसम्मै छोडिदिन्छु। तर जेसिकाले भन्छन्, मलाई मेट्रो स्टेसनमै छोडिदिनुहोस्। ड्राइभरले उनलाई मेट्रो स्टेसनमा छोडिदिन्छ, तर गाडीको पछाडि सिटमा बस्दा जेसिकाले जानीबुझी आफ्नो अन्डरवेयर निकालेर सिटको मुनि छाडेर हिँड्छिन्। उनले यस्तो षड्यन्त्र ड्राइभरमाथि मालिकको शङ्का होस् र उसले आफ्नो गाडीमा अनैतिक काम गर्छ भन्ने लागोस् भनेर गरेकी हुन्छन्। नभन्दा यस्तै हुन्छ। जब मालिकले गाडीमा त्यो वस्त्र फेला पार्छन्, उनी आफ्नो श्रीमतीसँग सल्लाह गर्छन्। सायद हाम्रो ड्राइभर र छोराको आर्ट टिचर जेसिका बीच केही चलिरहेको छ। जब श्रीमतीले जेसिकासँग त्यो रातको बारेमा सोध्छिन्, जेसिकाले भन्छन्, त्यो रात ड्राइभरले मलाई घरसम्म छोड्ने कर गरेका थिए, तर म जबरजस्ती मेट्रो स्टेसनमै ओर्लिए। यो कुरा सुनेर मिसेस पार्कलाई ड्राइभर खराब हो भन्ने लाग्छ र उनले ड्राइभरलाई तुरुन्त कामबाट निकाल्छिन्। जेसिकाले यो सबै प्रपोज ड्राइभरलाई निकालेर आफ्ना बुबालाई यो जागिर दिलाउनका लागि गरेकी थिइन्। उनी आफ्नो योजनामा सफल हुन्छन्। उसले मालकिनलाई भन्छन्, मेरो बुबाको भाइको एउटा ड्राइभर थियो जसको नाम मिस्टर किम हो। उनी निकै अनुभवी र भरपर्दो ड्राइभर हुनुहुन्छ। यसपछि उनले आफ्नो बुबालाई एउटा नयाँ ड्राइभरको रूपमा त्यो परिवारबीच परिचय गराउँछन् र उनका बाबुले ड्राइभरको जागिर पाउँछन्। अब बुबा, छोरा र छोरी तीनैजना एउटै घरमा काम गर्न थाल्छन्, तर उनीहरू अनजान बनेर काम गर्छन्। घरका मालिक र मालकिनहरूलाई यी तीनैजना एउटै परिवारका सदस्य हुन् भन्ने पनि पत्तो हुँदैन। अर्कोतर्फ जब कियोले दाहाईलाई ट्युसन पढाउँछन्, उनीहरू बीचको साम्यता बढ्दै जान्छ र उनीहरू प्रेममा पर्छन्। अब कियो र किजङ जसरी भए पनि आफ्नी आमालाई पनि यही घरमा काम दिलाउन चाहन्छ, तर आमालाई काम दिलाउनका लागि अहिले घरमा काम गरिरहेकी हाउसकिपरलाई निकाल्नु पर्ने हुन्थ्यो, जुन त्यति सजिलो थिएन। त्यसरी उनीहरूले अर्को एउटा खतरनाक प्लान बनाउँछन्।
वास्तवमा आरूको बोक्राको वरिपरि एउटा सेतो जुस जस्तो पाउडर हुन्छ, जसको एलर्जी त्यो हाउसकिपरलाई हुन्थ्यो। जब उनी कुकुरसँग खेलिरहेको हुन्छन्, किओले चलाखीपूर्वक त्यो पाउडर उनको माथि छरिदिन्छ। त्यसले गर्दा उनलाई गम्भीर एलर्जी हुन्छ र उनलाई हस्पिटल जानुपर्छ। जब उनी हस्पिटलमा हुन्छन्, किओका बुबा पनि त्यहीँ पुग्छन् र लुकीछिपी उनको फोटो खिच्छन्। पछि जब उनी मालकिनलाई सपिङ गराउन लैजान्छन्, तब भन्छन्, मैले हाउसकिपरलाई हस्पिटलमा देखेको थिएँ। म आफ्नी श्रीमतीका लागि सेल्फी खिच्दै थिएँ, उहाँ पनि फ्रेममा पर्नुभएछ। मैले सुन्न त नचाहेको हो, तर उहाँ डाक्टरसँग ठुलो स्वरमा कुरा गर्दै हुनुहुन्थ्यो। सायद उहाँलाई ट्युबरक्लोसिस भएको छ। सुरुमा मालकिनलाई यो कुरा विश्वास नै लाग्दैन, तर जब उनीहरू घर पुग्नै लाग्छन्, ड्राइभरले आफ्नी छोरीलाई हामी 3 मिनेटमा आइपुग्दैछौँ भनेर मेसेज गर्छन्। उनीहरू घर पुग्नु अगाडि नै किजङले फेरि त्यो आरूको पाउडर हाउसकिपरमाथि छरिदिन्छन्। यसले गर्दा उनलाई फेरि गम्भीर खोकी लाग्न थाल्छ। उनले खोक्दै एउटा टिस्यु पेपर डस्टबिनमा फाल्छिन्। अब ड्राइभर डस्टबिनको नजिक जान्छन् र त्यो टिस्यु पेपरमा रातो सस्तो खनाइदिन्छन्। अनि त्यो रगत जस्तो देखिने टिस्यु पेपर मालकिनलाई देखाउँछन्। मालकिनलाई लाग्छ कि यो साँच्चै रगत नै हो र ड्राइभरले भनेको कुरा सच्च हो, अर्थात् हाउसकिपरलाई टिबी नै लागेको हो। घरकी मालकिनले ड्राइभर किमलाई भन्छन्, यो कुरा श्रीमानलाई कहिले नभन्नु है। यदि उहाँलाई मैले एउटा टिबीको बिरामीबाट घरको खाना बनाउन लगाइरहेको थिएँ भन्ने थाहा भयो भने उहाँ निकै रिसाउनुहुनेछ। त्यसपछि उनले ती महिलालाई पनि कामबाट निकाल्छिन्। अब ड्राइभर किङले निकै चलाखपूर्वक आफ्नो श्रीमती चङसुकलाई एउटा प्रोफेसनल कुक भान्सेको रूपमा त्यो घरमा भित्राउँछन् र उनले पनि जागिर पाउँछिन्। यसरी अब यो पुरै गरिब परिवार एउटै धनी परिवारको घरमा काम गर्न थाल्छन्। तर त्यो धनी परिवारलाई उनीहरू एउटै घरका हुन् भन्ने थाहा हुँदैन, किनभने सबैले आफ्नो नाम र पहिचान बदलेका हुन्छन्। केही समय अघि एउटा पनि काम नभएर पिज्जाको बट्टा पटाउने यो परिवार अहिले एउटा भव्य र आलिशान बङ्गलाको सुख सुविधा भोग्दै राम्रो पैसा र मिठो खाना खाइरहेका हुन्छन्। उनीहरू जुन परिवारकोमा काम गर्थे त्यो पार्क परिवार पनि स्वभावले राम्रै थिए। अब पार्क परिवारको सानो छोरा दासङको जन्मदिन आउँछ। उसको जन्मदिन मनाउन यो पुरै धनी परिवार क्याम्पिङका लागि बाहिर जाने निर्णय गर्छन्। उनीहरू सबैजना क्याम्पिङका लागि निस्किन्छन् र घरमा कोही हुँदैनन्। यही मौका छोपेर ड्राइभर, उनकी श्रीमती र छोराछोरी यो पुरै गरिब परिवारले पार्क परिवारको घरमा आलिशान पार्टी गर्छन्। उनीहरू महँगो रक्सी र खाना खाँदै मस्ती गरिरहेका हुन्छन्। यतिकैमा घरको डोरबेल बज्छ। जब उनीहरूले क्यामेरामा हेर्छन्, त्यहाँ उही पुरानो हाउसकिपर महिला उभिएकी हुन्छन् जसलाई उनीहरूले टिभीको बहाना बनाएर निकालेका थिए। उनले भन्छन्, मेरो केही सामान यहाँ छुटेको छ, म त्यही लिन आएकी हुँ। उनले उनको ठाउँमा काम गरिरहेकी चङसुकले उनलाई भित्र आउन दिन्छन्। भित्र आएर ती महिला सिधै तल बेसमेन्टतिर जान्छन्, तर उनी धेरै बेरसम्म माथि आउँदिनन्। जब चङसुक तल गएर हेर्छिन्, ती महिलाले एउटा ठुलो दराजलाई धकेलिरहेकी हुन्छन्, जुन हल्लिरहेको हुँदैन। वास्तवमा त्यसको मुनि एउटा प्लेट अड्किएको हुन्छ। जब चङसुकले त्यो प्लेट हटाउँछिन्, त्यो सिङ्गो दराज झर्छ र त्यहाँबाट भित्र जाने एउटा गोप्य बाटो खोज्छ, जो जमिन मुनिको गहिरो बङ्करतिर जान्थ्यो। त्यो पुरानो हाउसकिपर हतार हतार तलतिर भाग्छिन्। जब चङसुक पनि तल जान्छन्, त्यहाँ एउटा मान्छे हुन्छ। वास्तवमा उनी ती महिलाका श्रीमान हुन्, जसलाई उनले विगत 4 वर्ष 3 महिना भन्दा बढी समयदेखि त्यहाँ लुकाएर राखेकी थिइन्। यो कुरा पार्क परिवारलाई पटक्कै थाहा थिएन, किनभने यो घर पार्क परिवारलाई बेच्ने पुराना मालिकहरूले पनि यो गोप्य बङ्करको बारेमा कसैलाई बताएका थिएनन्। तर यी महिला यहाँ पहिलादेखि नै काम गर्ने भएकाले उनलाई यो ठाउँको बारेमा थाहा थियो। उनले आफ्ना श्रीमानलाई यहाँ किन लुकाएका थिइन् भने उनका श्रीमानले निकै धेरै ऋण लिएका थिए, जुन उनले तिर्न सकेका थिएनन्। ऋण दिने मान्छेहरूले उनलाई खोजिरहेका थिए र फेला पारेमा ज्यान मार्ने धम्की दिएका थिए। त्यसैले उनी विगत धेरै वर्षदेखि यहाँ लुकिरहेका थिए। अब त्यो पुरानो हाउसकिपरले चङसुकसँग बिन्ती गर्दै भन्छन्, तिमी हप्तामा एक पटक मेरो श्रीमानलाई खाना ल्याइदेऊ न। यहाँ एउटा फ्रिज पनि छ। यसको बदलामा म तिमीलाई हरेक महिना केही पैसा दिनेछु। तर चङसुक मान्दिनन्। उनी भन्छन्, म अहिले पुलिसलाई फोन गर्छु। जब उनी फोन गर्न खोज्छिन्, ती महिला उनको खुट्टामा परेर रुन थाल्छिन्। त्यही बेला चङसुकको पुरै परिवार, छोरा छोरी र श्रीमान सिडीमा बसेर यो सबै कुरा लुकेर सुनिरहेका हुन्छन्। अचानक कसैको खुट्टा चिप्लन्छ र उनीहरू तीनैजना चिप्लिँदै सिधै ती महिलाको अगाडि आएर पछारिन्छन्। त्यो पुरानो हाउसकिपरले तुरुन्तै आफ्नो मोबाइल निकालेर उनीहरूको भिडियो रेकर्ड गर्न थाल्छन्। यही क्रममा छोरा किओले बाबा मेरो खुट्टा भन्छ र यो संवाद पनि भिडियोमा रेकर्ड हुन्छ। यो सुनेर ती महिलाले तुरुन्तै बुझ्छिन् कि यी सबैजना एउटै परिवारका हुन् र उनीहरूले जालीझेली गरेर यो घरमा काम हराएका छन्। उनले धम्की दिँदै भन्छन्, अब म यो भिडियो यो घरको मालकिनलाई पठाइदिन्छु। अब खेल पुरै उल्टिन्छ।
भर्खरैसम्म जुन महिलाले बिन्ती गरिरहेकी थिइन्, अब चङसुकको परिवारले उनीसँग ज्यानको भिक्षा माग्नुपर्ने हुन्छ। ती महिलाले आफ्ना श्रीमानलाई माथि लिएर आउँछिन् र यी चारैजनालाई हात माथि गर भन्दै भिडियो खिच्छिन्। उनले पार्टी गरिरहेको टेबल र रक्सीका बोतलहरूको पनि भिडियो बनाउँछिन्। यही बीच मौका छोपेर यी चारैजनाले ती हाउसकिपरमाथि आक्रमण गर्छन्। उनीहरू बीच ठूलो हानाहान हुन्छ। अन्ततः उनीहरूले ती महिलाको मोबाइल खोसेर भिडियो डिलिट गरिदिन्छन्। उनीहरू बीच लडाईँ चलिरहेको बेला अचानक घरको ल्यान्डलाइन टेलिफोन बज्छ। जब चङसुकले फोन उठाउँछिन् त्यो घरको मालकिनको फोन हुन्छ। उनले भन्छिन् बाहिर निकै ठूलो वर्षा भएकाले हाम्रो क्याम्पिङ क्यान्सल भयो। अब हामी 7 मिनेटमा घर आइपुग्दैछौँ। उनले आफ्नो छोराको लागि एउटा विशेष नुडल बनाउन पनि अर्डर दिन्छिन्। अब उनीहरूसँग घर सफा गर्नका लागि मात्र 7 मिनेट बाँकी हुन्छ। फोनमा कुरा भइरहँदा कि तक, कि जङ र कि ओले ती पुराना हाउसकिपर र उनका श्रीमानको मुख थुनेर उनीहरूलाई जबरजस्ती फेरि त्यही भुइँ तल्लाको अँध्यारो बङ्करमा थुनिदिन्छन् र हतार हतार घर सफा गर्न थाल्छन्। नभन्दै ठिक 7 मिनेटमा पार्क परिवार घर आइपुग्छन्। तर त्यतिन्जेल उनीहरूले घरलाई सफा पारिसकेका हुन्छन्। बाँकी 3 जना सदस्यहरू घरको सोफा र टेबल मुनि लुक्छन्। पार्क परिवारलाई आफ्ना आँखा अगाडि यति ठूलो काण्ड भएको पत्तै हुँदैन। सबैजनाले खाना खान्छन्। खाना खाने क्रममा मालकिनले चङसुकलाई भन्छिन्, एकपटक छोराको जन्मदिनको रात हामी सबै सुतिसकेका थियौँ। हाम्रो छोरा दासङ रातको समयमा केक खान भान्सामा उठेर आएको थियो। उसले त्यहाँ एउटा भूत देख्यो र ऊ तर्सियो। वास्तवमा त्यो कुनै भूत थिएन, बरु त्यही बङ्करमा लुकेको पुरानो हाउसकिपरको श्रीमान थियो, जो राति खाना चोर्न माथि आएको थियो। तर धनी परिवारलाई भने त्यो भूत नै हो भन्ने लाग्थ्यो। त्यो रात बाहिर मुसलधारे पानी परिरहेको हुन्छ। दासङले आफ्नो खेलौना टेन्ट लिएर बगैँचामा जान्छ र भन्छ, म आज राति यही टेन्टभित्र सुत्छु। छोरा बाहिर सुतेकाले उसका बाबु र आमा मिस्टर एन्ड मिसेस पार्क उसलाई हेर्नका लागि हलको सोफामा सुत्छन् र उनीहरू जुन सोफामा सुतेर कुरा गरिरहेका हुन्छन् ठिकै त्यसैको मुनि ड्राइभर कि तक उनको छोरा र छोरीसँग सास रोकेर लुकिरहेका हुन्छ। सोफामा पल्टिएर कुरा गर्ने क्रममा मिस्टर पार्कले आफ्नी श्रीमतीसँग भन्छन्, हाम्रो यो नयाँ ड्राइभरको शरीरबाट एउटा अनौठो र गनाउने गन्ध आउँछ जुन सहन साह्रै गाह्रो हुन्छ। र उनले साँचो कुरा गरिरहेका थिए। वास्तवमा यो गरिब परिवारहरू जुन ओसिलो बेसमेन्टमा बस्छन् त्यहाँको वातावरण एकदम नै फोहोर हुन्छ। त्यहाँका ढलको समस्या हुन्छ र झ्यालकै अगाडि मान्छेहरूले पिसाब फेरिदिन्छन्, जसले गर्दा उनीहरूको लुगा र शरीरमा एउटा प्रकारको गन्ध बसेको हुन्छ। आफ्नो बारेमा यस्तो कुरा सुनिरहँदा सोफा मुनि लुकेको पुरै परिवारलाई निकै चित्त दुखाइ हुन्छ। यसअघि पनि सानो छोरा दासङले एकपटक भनेका थिए, हाम्रो नयाँ आर्ट टिचर, ड्राइभर र सबैको शरीरबाट एउटै खालको गन्ध आउँछ। उनीहरूले कुरा थाहा पाएपछि आफ्नो नुहाउने साबुन र सर्फ पनि बदलिएका थिए, तर त्यो गन्ध साबुनको थिएन, बरु उनीहरू बस्ने घरको थियो। रातको समयमा जब मालिक र मालकिनहरू निदाउँछन्, उनीहरू सोफा मुनिबाट बिस्तारै निस्किएर आफ्नो बेसमेन्ट घरतिर भाग्छन्। बाहिर निकै ठूलो बाढी आएको हुन्छ। जब उनीहरू आफ्नो टोलमा पुग्छन्, उनीहरूको पुरै बेसमेन्ट घर पानीले डुबिसकेको हुन्छ, किनभने घरको झ्याल खुल्लै छुटेको थियो। अब उनीहरू त्यहाँ बस्न सक्दैनन् र बाढी पीडितहरू बस्ने एउटा स्थलमा गएर रात बिताउँछ। भोलिपल्ट बिहानै छोरी किजङलाई मिसेस पार्कको फोन आउँछ। उनले भन्छन्, आज दिउँसो हाम्रो छोराको सरप्राइज बर्थडे पार्टी छ। तिमी यसमा आयो भने छोरा निकै खुसी हुनेछ। साथै उनले ट्युसन टिचर किओलाई पनि बोलाउँछिन्। त्यसपछि मालकिन आफ्नो ड्राइभरसँग सपिङ गर्न सुपरमार्केट जान्छन्। गाडी चलाइरहँदा ड्राइभरको शरीरबाट फेरि त्यही गन्ध आउँछ र मालकिनले आफ्नो नाक थुन्छिन्। मालकिनले यसरी नाक थुनेको ऐनामा देखेपछि ड्राइभर कि ताकलाई भित्रभित्रै निकै अपमानित महसुस हुन्छ र रिस पनि उठ्छ। उनी चाहँदैनथे कि मान्छेहरूले उनीमाथि यसरी रियाक्ट गरून्, किनभने यसमा उनको कुनै गल्ती थिएन। अब पार्टी सुरु हुन्छ। पार्टीको भिडभाड भइरहँदा छोरा किओ माथि कोठामा आफ्नी प्रेमिका डी हाईसँग हुन्छन्। उनले विरक्त मान्दै सोध्छन्, के म यो धनी र सभ्य भिडको हिस्सा बन्न योग्य छु? केटीले छौ भन्छन्, तर किओलाई थाहा छ कि उनीहरू यो संसारको होइन। उनलाई यो पनि डर हुन्छ कि यदि बेसमेन्टमा थुनिएका मान्छेहरू माथि आएर उनीहरूको पोल खोल्नेछ र उनीहरूको जागिर खोसिएर फेरि पुरानै सडकको अवस्थामा पुग्नेछन्। त्यसपछि उनले एउटा भयानक निर्णय लिन्छन्। उनले आफ्नो ब्यागबाट त्यही सुगो ढुङ्गा निकाल्छन् जुन उनको साथीले उनलाई दिएको थियो। उनी त्यो ढुङ्गा हातमा लिएर ती दाम्पतिको हत्या गर्न र आफ्नो राज सधैँका लागि लुकाउन तल बङ्करतिर ओर्लन्छन्। तर वास्तवमा त्यो पुरानो हाउसकिपर महिलाको अघिल्लो रात नै मृत्यु भइसकेको हुन्छ, किनभने अघिल्लो रात जब उनी बङ्करबाट भागेर मालिक कहाँ पोल खोल्न माथि आउन खोज्दै थिइन्, चङसुकले उनलाई सिँढीबाट लात हानेकी थिइन् र उनी टाउको ठोकेर लडेकी थिइन्। यो कुरा किओलाई थाहा थिएन। जब उनी ढुङ्गा लिएर तल पुग्छन्, अचानक उनको हातबाट ढुङ्गा खस्छ। उनी बिस्तारै अगाडि बढ्छन्, तर त्यो मृत महिलाको विक्षिप्त बनेको श्रीमानले आफूलाई बन्धनबाट मुक्त गरिसकेको हुन्छ। उनले अचानक किओको घाँटीमा डोरी पासो लगाएर घिसार्दै लैजान्छ र त्यही ढुङ्गा खोसेर किओको टाउकोमा कयौं पटक प्रहार गर्छ। किओ रक्तामा
अमेय भएर त्यहीँ ढल्छन्। अब त्यो बौलाएको मान्छे हातमा चक्कु लिएर सिधै माथि पार्टी भइरहेको बगैँचामा निस्कन्छ। त्यहाँ किजङ छोरी केक लिएर अगाडि बढ्दै गरेकी हुन्छन्। उनले किजङलाई चिन्नुभन्दा पहिले नै सिधै उसको छातीमा चक्कु प्रहार गर्छन्। किजङ छटपटाउँदै भुइँमा ढल्छिन्। उनका बुबा किताक हतार हतार छोरीको रगत रोक्न खोज्छन्, तर घाउ निकै गहिरो हुन्छ। आफ्नी छोरीलाई चक्कु हानेको देखेपछि आमा चङ्सु क्रोधित हुँदै त्यो मान्छेमाथि जाइलाग्छिन्। उनीहरूबीच ठुलो लडाइँ हुन्छ र अन्ततः चङ्सुकले मासु काट्ने ठुलो सुइरोले घोचेर त्यो आक्रमणकारीलाई त्यहीँ मारिदिन्छन्। यो दृश्य देखेर पार्क परिवारको सानो छोरा डासङ सकमा परेर बेहोस हुन्छ। अब मिस्टर पार्क, घरको मालिक, आफ्नो बेहोस छोरालाई हस्पिटल लैजान गाडीको चाबी उठाउन खोज्छ, तर त्यो चाबी त्यही मरेको मान्छेको जिउमुनि अड्किएको हुन्छ। जब मिस्टर पार्कले चाबी तान्न त्यो लासलाई पल्टाउँछन्, लासबाट आउने त्यही बेसमेन्टको गन्धले गर्दा उनले घिन मान्दै आफ्नो नाक थुन्छन्। अनि आफ्नो छोरी त्यहाँ रगत बगाएर मरिरहेको अवस्थामा मालिकले गन्धको कारण नाक थुनेको देखेपछि बुबा किताको दिमाग खराब हुन्छ। उनी रिसले चुर हुन्छन्। मालिकले आफ्नो छोराको ज्यान मात्र बचाउन खोजेको र आफ्नी छोरी मर्दै गरेको कुरालाई केही पनि महत्त्व नदिएको, साथै आफू जस्ता गरिब मान्छेहरूको गन्धलाई घिन मान्ने दृष्टिकोण बुझेपछि किताकले रिसको झोकमा त्यही चक्कु उठाउँछन् र आफ्नै मालिक मिस्टर पार्कको छातीमा रोपिदिन्छन्। मिस्टर पार्कको त्यही मृत्यु हुन्छ र किताक त्यहीँबाट भाग्छन्। यस घटनापछि किताक बुबा गायब हुन्छन्। उनको कतै अत्तोपत्तो पाइँदैन। छोरी किजङको मृत्यु भइसकेको हुन्छ। छोरा कियोको टाउकोमा गम्भीर चोट लागेको कारणले गर्दा उनको मानसिक सन्तुलन केही बिग्रिन्छ, तर उनी बच्छन्। पछि आमा छोरामाथि जालसाजी र ठगीको मुद्दा चल्छ, तर कोर्टले उनीहरूलाई सामान्य सचेत गराएर छोडिदिन्छ। त्यो हत्याकाण्ड भएको अलिसान बङ्गलापछि एउटा जर्मन परिवारले किन्छन्। उनीहरूलाई यो घरको कालो इतिहास र गुप्त बङ्करको बारेमा केही पनि थाहा हुँदैन, तर वास्तवमा मालिकको हत्या गरेपछि किताक बुबा कहीँ भागेका थिएनन्। उनी त्यही घरको भूमिगत बङ्करमा लुक्न गएका थिए। आज पनि उनी त्यहीँ लुकिरहेका छन्। उनी रातको समयमा घरको बत्ती स्विच अन अफ गरेर मोर्स कोड साङ्केतिक भाषा मार्फत आफ्नो छोरालाई मेसेज पठाउने गर्छन्, ताकि कसैलाई आफू जीवित रहेको थाहा होस्। उनले बत्ती निभाउने र बाल्ने समयको अन्तराल मिलाएर सङ्केत पठाउँछन्। उनको छोरा कियोले टाढाको पहाडबाट टेलिस्कोपले त्यो बत्तीको सङ्केत देख्छ र कोड डिकोड गरेर आफ्ना बुवा अझै पनि घरको बङ्करमा जीवित नै रहेको कुरा थाहा पाउँछ। किताक बाँच्नका लागि रातको समय त्यो जर्मन परिवार सुतिसकेपछि भान्साबाट खाना चोरेर खान्छ। उनलाई आफूले रिसको झोकमा मिस्टर पार्कलाई मारेको निकै नै पछुतो पनि छ। उनी भित्तामा झुन्ड्याएको मिस्टर पार्कको फोटो अगाडि दिनौँ माफी माग्छन्। यो सब थाहा पाएपछि छोरा कियोले आफैसँग एउटा बाचा गर्छ। म एक दिन निकै धेरै पैसा कमाउने छु र यो बङ्गला किन्ने छु, अनि बुबा तपाईँ त्यो बङ्करको सिटीबाट निर्धक्क भएर माथि आउनु। म र आमा तपाईँलाई त्यहीँ पर्खेर बसिरहेका हुनेछौँ। दृश्यमा देखाइन्छ कि उनले साँच्चै त्यो घर किन्छन् र बाबु हाँस्दै बङ्करबाट माथि आएर परिवारलाई अँगालो हाल्छन्। तर वास्तवमा यो सबै मात्र कियोको एउटा कल्पना मात्रै हुन्छ। वास्तविकतामा उनले केही पनि गरेका हुँदैनन्। उनी र उनकी आमा आज पनि त्यही पुरानो फोहोर र ओसिलो बेसमेन्ट कोठामै बसिरहेका हुन्छन्। र यसरी यो कथा दुःखद मोडमा अन्त्य हुन्छ। यो चलचित्रले समाजको क्लास कन्फ्लिक्ट, वर्गीय विभेद र सामाजिक असमानतालाई प्रष्ट पार्छ। धनी मान्छेहरू जति नै राम्रो र सहयोगी भए पनि उनीहरूले गरिबीको दुःख, इच्छा र असमानतालाई कहिल्यै बुझ्न सक्दैनन्। अर्कोतर्फ तल्लो वर्गका मान्छेहरूलाई जति नै अवसर र माया दिए पनि उनीहरूले आफ्नो पुरानो बानी र लोभबाट मुक्त हुन सक्दैनन्, जसले गर्दा यस्तो विनाशकारी दुर्घटना निप्लिन्छ।